पाउनु पहिलाको समयमा राजाले मात्र निर्णय गर्थ्यो भने अहिलेको समयमा चाहिँ महिला र पुरुषलाई बराबर गरी महिला र पुरुषलाई अनि समान हक र अधिकार दिएको छ। दलित हक र महिला हक गरी धेरै प्रकारका यस्ता संविधानमा उल्लेख गरिएको छ। म के भन्न चाहन्छु भने मेरो आमाले भन्नुहुन्छ के भन्नुहुन्छ भने बा म अझै पनि 10 र 5 गरी पैसा गिन्तिन सक्दिनँ, किनभने त्यो समयमा महिलालाई पढ्न र लेख्न दिएको थिएन। अहिलेको समयमा महिलालाई पढ्न र लेख्न दिएको छ र महिलालाई अगाडि बढ्न दिएको छ। सभाध्यक्ष महोदय, म के भन्न चाहन्छु भने मेरो आमाले भन्नुहुन्छ त्यो समयमा चाहिँ पानी ल्याउन हामी कति टाढा जान्थ्यौँ, तर अहिले तिमीहरूको मुख निराएको छ। हामीलाई कति धेरै टाढा हिँड्नु पर्थ्यो, अहिले यातायातको पनि सुविधा भएको छ। हुनसक्छ केही कुरा पुरा नभएको हुनसक्छ, तर म एउटा गणतन्त्रमा जन्मेको भएको कारणले गर्दा हुनसक्छ मैले आफूलाई एकदमै भाग्यमानी ठान्छु, किनभने त्यो समयमा मेरो आमा, मेरो बजै अनि मेरो आफन्तहरूलाई पढ्न लेख्न दिइन्थेन। किनकि म एउटा दलितको छोरी भएर भन्न सक्छु, म पहिलाको समयमा कसैको घरको अगाडि गएर बोल्न सक्दिनँ थिएँ भने अहिले म यत्रो समाजको अगाडि यसरी माइक्रोफोन समातेर बोल्न सक्छु। यो मेरो सौभाग्यको कुरा हो। हुनसक्छ त्यो समयमा चाहिँ शिक्षा र चेतनाको कमी भएको कारणले हुनसक्छ। सभाध्यक्ष महोदय, म अन्तिममा के भन्न चाहन्छु, यदि जङ्गबहादुर राणाको पालामा, पृथ्वीनारायण शाहको पालामा नेपालमा गणतन्त्र आइदिएको भए आज मेरो देश नेपाल यति धेरै पछाडि हट्नुपर्ने अवस्था देख्दिनँ। हस्त म यति भन्दै आफ्ना 2-4 शब्द यहीँ टुङ्ग्याउँछु। माग्छु बिदा। हस्त, धन्यवाद। नेपाली जनतालाई गणतन्त्रको उपहार, माओवादीले जनयुद्ध गरी ल्याएको बहार। नेपाली जनतालाई गणतन्त्रको उपहार, राष्ट्रपति रामवरण, विद्यादेवी र रामचन्द्र। जनयुद्धको जग्गामा स्थापना गणतन्त्र, राष्ट्रपति रामवरण, विद्यादेवी र रामचन्द्र। जनयुद्धको जग्गामा स्थापना गणतन्त्र। धन्यवाद यस कार्यक्रमका सञ्चालकज्यू, यस कार्यक्रमका आदरणीय सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य अतिथि, गण निर्णयको भूमिकामा रहनु भएको निष्पक्ष निर्णय मण्डल, गुरुवर्ग, प्रतियोगी साथी मित्र एवं यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म श्री शान्ति माध्यमिक विद्यालय मोहनलाल 3 फलबिसौना कैलालीकी कक्षा 11 मा अध्ययनरत छात्रा पूर्ण कुमारी पुन मगर र मेरो विद्यालयको तर्फबाट न्यानो नमस्कार। सभाध्यक्ष महोदय, सर्वप्रथम त नेपालमा गणतन्त्र स्थापनामा जनयुद्धको भूमिका शीर्षकको वक्तृत्व कलामा आफ्ना विचारहरू व्यक्त गर्ने अवसर प्रदान गर्नुहुने आयोजक प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।